दर्शकबिन बिचरा सागरले आगो समेत नभनेर आफ्नै कान्छीलाई बोलाउन थालेका हुन्छन्। हो, आगोले त कहाँ पोल्थ्यो र यहाँ भित्रभित्रै मन जलिरहेको थियो। मेरो श्रीमती कान्छुलाई भेट्न पाए पनि सायद मन खुसी हुने थियो, कति धेरै रमाइलो हुने थियो, जिन्दगी बोर लागिरहेको छ भनेर सोचिरहेको बेलामा जब कान्छीको आवाज सुनेपछि सागर बिउतिन्छन्। कान्छीको आवाज सुनेपछि सागर बिउतिसकेपछि त्यहाँबाट एकदम उफ्रिएर आफ्नै कान्छी भएको ठाउँतिर जान्छन्। कान्छी पनि उताबाट सागर भएको ठाउँतिर आउँछन्। हो दर्शकबिन, संयोग पनि यस्तो भयो कि बिचारी कान्छीले आफ्नो पै बुढालाई खोजिरहेकी थिइन्। हो, भनिन्छ नि कुनै समय पृथ्वी गोलो छ, एकले अर्कालाई भेट्नको लागि समय लाग्दैन भने जस्तै बिचारी कान्छीले आफ्नो पै बुढालाई भेटिसकेकी छिन्। ढिलै भए पनि पै बुढालाई गुनासोहरू पोख्न पाइसकेकी छिन्। तर बिचरा सागरलाई कति धेरै हेला गरेको हो, वरिपरि आगो लगाएर बिचमा सागरलाई राखेर कति धेरै दुःख दिएको हो। तर बिचरा सागर आफ्नो परिवारलाई दुःख हुन्छ, मैले यसले गरेका गल्तीहरू स्वीकार्नु हुँदैन, भोलि मलाई अपराधी भनेर ठहराए भने मेरो बच्चालाई अपराधीको बच्चा भन्छन्, मेरो आमालाई अपराधीको आमा भन्छन्, मेरी श्रीमतीलाई पनि त्यस्तै भन्छन्। हो, मेरा बुढा भएका ती सासु र ससुरालाई पनि अपराधीको ससुरा भन्न सक्छन्। मैले यो गल्ती कदापि स्वीकार गर्नु हुँदैन। यो गल्ती स्वीकार्नु भनेको मेरो लागि त जिउँदै मरे तुल्य छ, तर मेरो परिवारको लागि पनि यो सही छैन। किनभने म एउटा बाउ हो, कसैको एउटा छोरा हुँ, कसैको एउटा श्रीमान हुँ अनि कसैको ज्वाइँ हुँ। सबैको म एउटा न एउटा रिलेसनमा छु। भोलि बिहान मलाई नराम्रो भन्छन् भनेर उनी मनमा नै कल्पना गरेका हुन्छन्। त्यही कल्पनाले उनी एकाएक सबै कुरा स्वीकार्न भने बाध्य हुँदैनन्। किनभने उनी जे गरे गर, म यत्तिकै रहन्छु भनेर बसिरहेका हुन्छन्। बिचरा सागर रोइरहेका हुन्छन्। तर के गर्नु, जब आफ्नै श्रीमतीको आवाज आइसकेपछि सागरमा एकाएक जोस र जागर आउँछ, हिम्मत आउँछ। हिम्मत भइसकेपछि सबै कुरा सल्भ हुन्छ। बिचरा सागर हिम्मतले हो सबै कुरा गर्ने। सायद त्यही हिम्मत भएकै कारण आज जिउन सफल भएका छन्। हो, कति धेरै रुवाबासी भएको थियो। बिचरा सागरलाई के भयो होला भन्ने पुरै परिवारलाई भइरहेको थियो। तर यति बेला कान्छीको गुमेका खुसीहरू फिर्ता भएका छन्। हो, बिचारी कान्छी त घरिघरि मेरो पै बुढालाई बताइदिनुहोस्, खोजिदिनुहोस् दाई भन्दै मुर्छा परेको देख्दा कति धेरै निराश भएका थियौँ। हो दर्शकबिन, यति बेला कान्छीको एउटा आवाज सुनेर सागरले कान्छीलाई भेटिसकेका छन्।